भगवानको प्राप्ति कसरी हुन्छ त? स्वयं भगवान स्वयंले यहाँ भन्नुहुन्छ कि भगवत प्राप्ति यथा वरुन्धे सत्संग सर्वसंगापहो हि माम, सर्वसंगापहो हि माम। केवल महापुरुष को सानिध्य र उनको सत्संग द्वारा मात्रै मलाई जान्न सक्दछ, प्राप्त गर्न सक्दछ। भगवान कहाँबाट प्राप्त हुन्छन् त भन्दा महापुरुषको सत्संग। महापुरुषहरूको सत्संग गर्नाले दुर्मति दुर्बुद्धि वालों को सत्संग छुट्दै जान्छ, कुबुद्धि नष्ट हुँदै जान्छ। जीवनमा हर कार्य पवित्र शुद्ध र संकल्पले युक्त हुँदै जान्छ। परिणाम स्वरूप व्यक्ति सात्विक र पवित्र कोमल हृदयको बन्दै जान्छ। उसको मनका कपट छल लोभ राग द्वेष यस्ता दुर्गुणहरू क्षण प्रतिक्षण दिन प्रतिदिन नष्ट हुँदै जान्छ। मनमा जिज्ञासा उत्पन्न हुन्छ कि म को हुँ, म कहाँबाट आएँ, मेरो कर्तव्य के हो, मैले यस जगतमा प्राप्त गर्नुपर्ने वस्तु के हो, कसरी त्यसलाई प्राप्त गर्ने, आफ्नो जीवन जन्म सार्थक कसरी बनाउने। यी महापुरुषहरूको सत्पुरुषहरूको संगतको फलले यस्तो जिज्ञासा उत्पन्न हुन्छ। इन जिज्ञासाले व्यक्तिको पवित्र भाव एक पवित्रतम गतिमा अगाडि बढ्छ। महापुरुषको संगतमा उसलाई रुचि उत्पन्न हुन्छ। सन्त सज्जन गौ ब्राह्मण सेवाप्रति, माता पिताको सेवाप्रति अहोभाग्य मानी आफूलाई ठान्छ। माता पिताको सेवा आफ्नो कर्तव्य भनेर बुझ्छ। उसको मनमा प्रथम ख्याल आउँछ कि म बालक छँदा मेरो मुखमा मुस्कान ल्याउनको लागि मेरो माताले मेरो पिताले के चाहिँ कष्ट सहन गरेन। आज म सक्षम भएँ, म योग्य भएँ। आज मैले मेरो माता पिताको चेहरामा मुस्कान ल्याउनको लागि म के गर्दैछु भन्ने कुराको बोध हुन थाल्छ, पश्चाताप हुन थाल्छ आफूलाई। ओहो, बाल्यकालमा म रुँदा मेरो माता पिता रुन्थे। बाल्यकालमा मलाई कुनै चिज चाहिँदा सब कुछ कष्ट सहन गरेर, ऋण पान गरेर, मेहनत गरेर पनि ल्याएर उपलब्ध गराउँथे। आज म शिक्षित भएँ, धन कमाउन सक्ने भएँ, ठुलो भएँ। मैले मेरो माता पिताको प्रसन्नताको लागि के गर्दैछु, के मैले उनको इच्छालाई सोधेँ कहिल्यै? यस्तो ख्याल प्रथम चित्तमा उदय हुन थाल्छ। सत्संगको फल व्यक्तिमा सद्भावको उदय हुन्छ, सद्वृत्तिको उदय हुन्छ, सत्संकल्पको उदय हुन्छ, जसले गर्दाखेरि आफ्नो गल्ती देखिन्छ। आफूलाई निरीक्षण गर्ने, आफूलाई अध्ययन गर्ने स्वाध्याय वृत्ति जागृत हुन्छ। तब आफ्नो अस्तित्वको आश्रय निधिध्यासनत्व प्राप्त हुन्छ।
उस प्रकारको जिज्ञासा जब हुन्छ, उस व्यक्तिको दिन प्रति दिन, क्षण प्रति क्षण उत्थान हुँदै जान्छ। त्यसकारण महापुरुषको सँग प्राप्त सहज रूपले हुन्छ। महापुरुषको संगत प्राप्त भयो भने भक्ति प्राप्त हुन्छ, अथवा भगवानको अहेतुकी कृपा, लेस मात्र पनि कृपा भइदियो भने तब महापुरुष, सन्त महापुरुषमा आफ्नो गुरु प्राप्त हुन्छ। माता पितामा देव भाव जागृत हुन्छ। मातृदेवो भव, पितृदेवो भव। आफूभन्दा ठुलो, उमेरले ठुलो, नाताले ठुलो, शिक्षाले ठुलो, बडोप्रति सम्मान भाव जागृत हुन्छ। यी सबै महापुरुषको सत्सङ्गद्वारा आउने गुण हुन्। कि त पूर्वजन्मको प्रारब्ध श्रेष्ठतम हुनु पर्यो, तो यस्ता दिव्य गुणहरू आउँछन्। कि चाहिँ महापुरुषको सत्सङ्गद्वारा हामीमा प्रेरणा जागृत हुनु पर्यो। त लेस मात्र भगवानको अंश मात्र कृपा हुँदा पनि महापुरुष प्रति ध्यान आकर्षण हुन्छ। और ती महापुरुषहरूको लेस मात्र कृपा भयो भने योग, ध्यान, जप, तप यी सब सिद्ध हुन्छन्। जस्तो उदाहरणमा अहिले तपाईहरु यही विचार्नुस्, यति दिव्य साधना म सम्झाएर दिइरहेको छु, त्यो मूल सत्संग प्रति ध्यान छैन। सत्संग नबुझिकनको पूजाको फलै हुँदैन, त्यो पूजाको कोही महत्त्व छैन। सत्संगबाट नबुझिकनको मन्त्र जप र मन्त्रको कुनै फलै छैन। क्रिया हामीले देख्यौं, हातमा माला लिएर खुसुर पुसुर गरेको, त्यतापट्टि ध्यान, अचित्त संसारतिर। क्रिया हामीले देख्यौं, यहाँ फूल चढाऊ, यहाँ हातमा फूल पक्र, अक्षता पाती पक्र, अनि आमुक देवताय प्रेताम नमम यहाँ चढाऊ, त्यति गर्दा फल प्राप्त भइहाल्छ। त्यस्तो केही पनि हुँदैन। भेद नबुझेको, भाव नउठेको पूजा, यज्ञ, जप कुनै फल दिँदैन। यही मञ्चमा बसेर गुरुदेवले के भन्दै हुनुहुन्छ सुनु भन्ने व्यक्ति यिनै व्यक्तिमा यिनै सामने छैन। बताओ, देशभरिको अन्यमा के होला? कोलाहल मचाउनको लागि मात्रै मन्दिर, केवल बाहरी क्रियात्मक मात्रै। चिच्याई हाम्रा शास्त्र सन्तहरू बारम्बार भनिरहेका छन्, बिना भक्तिको देवताहरू जड हुन्, बिना भक्तिका मन्त्र पनि जड हो, बिना भक्तिको सबै साधना यी जड हुन्, यी केही पनि फल दिँदैन। दिने भए आज यत्रो नास्तिक पैदा हुन्थे। मनमुखी आफ्नो मनमर्जीले पण्डित्याई पुरोत्याई गर्नाले वा गराउनाले देवता पूजे सबै मनोकामना पूरा हुन्छ भन्ने भावको विकसित हुनाले व्यक्ति इन सब क्रियाबाट हुने कृपाबाट वञ्चित छ। बारम्बार हाम्रा सबै सनातन शास्त्र
साक्षात भगवत वाणी वेद वाणी हामीलाई एउटै कुराको ध्यान आकर्षण गराएको छ। के भनिया छ? महत् संगस्तु दुर्लभो अगम्यो अमोघश्च। महापुरुषको संगत दुर्लभ छ। उनको प्रति ध्यान आकर्षित हुनु, श्रद्धा हुनु, उनी प्राप्त हुनु दुर्लभ। प्राप्त भएमा उनलाई चिन्नु दुर्लभ। चिनिहालेमा विश्वास ध्यान एकाग्र हुनु परम दुर्लभ। यदि कसैले महापुरुष प्राप्त गरिहालो, चिनिहालो र उनमा निष्ठा राख्न सको भने ती महापुरुषको दृष्टि अमोघ छ, कहिले फेल हुँदैन। तोपको गोली फेल हुन सक्छ, रामबाण फेल हुन सक्छ, तर शास्त्र भन्छन् महापुरुषको दृष्टि, महापुरुषको संगत यो अमोघ छ। तो दुर्लभो अगम्यो अमोघश्च महत् संगस्तु। महापुरुषहरूको सत्संग प्राप्त हुन अत्यन्त दुर्लभ छ। प्राप्त भइहाले पनि जान्न बडा कठिन छ। को महापुरुष हो कसरी जान्ने? हामी आज भोलि भेषधारी सबलाई महात्मा र महापुरुष भन्दै ढोक्दै हिँड्छौँ। आध्यात्मिक कुरा गर्नेहरू भेषधारी होस् चाहे कुभेषधारी होस्, हामी ढोक्दै हिँड्छौँ। ओहो यसले त आध्यात्मिक कुरा पो गर्यो, यही पो ठुलो सिद्ध रहेछ कि बा। चिन्न गाह्रो छ अनि श्रद्धा हुन गाह्रो छ। तर भेटिहाल्यो, चिनिहाल्यो, श्रद्धा भइहाल्यो भनेदेखि अमोघश्च, ती महापुरुषहरूको लेस मात्र पनि कृपा व्यर्थ जाँदैन, उस जीवको कल्याण भएरै छोड्छ। यी शास्त्र वाक्य छन्। महत् संगस्तु दुर्लभ